तिम्रो सपना मेरो सपना साकार बनाउन एक भई लडौं दुनिया बदल्ने जिम्मा लिन हामी युवा तयार बनौं आऊ सबै मिली कहाँ गएको त आज आज हामी कता गएको है भाइ केही कुनै लक्ष्य छैन लक्ष्यविहीन यात्रा हो हाम्रो लक्ष्य भनेको चाहिँ चिसो हावा खाने प्रकृतिसँग इन्जोय गर्ने हाम्रो अब लक्ष्य अब इलाम भनेको ऐतिहासिक मात्रै भएन इलाम भनेको ऐतिहासिक भन्दा पनि बढी चाहिँ इलाम भने प्राकृतिक हिसाबले अत्यन्तै सुन्दर नेपालको अत्यन्तै सुन्दर ठाउँमा पर्छ इलाम प्राकृतिक हिसाबले क्या होइन इलाममा यस्तो यस्तो अद्भुत ठाउँहरू छ कि म त्यसलाई अद्भुत भन्न मिल्छ कि मिल्दैन होइन तर यति सुन्दर ठाउँहरू इलाममा छ त्यो ठाउँहरूमा गएर बस्यो भने त्यो समय कटेको थाहा हुँदैन क्या जस्तै माथि गएर माई पोखरी तपाईँ हेर्न सक्नुहुन्छ त्यस्तो अद्भुत हुन्छ सन्दकपुर तपाईँ हेर्न सक्नुहुन्छ श्रीअन्तुमा तपाईँ श्रीअन्तुको डाँडामा चढ्नु भयो भने बिहान तपाईँले त्यो घाम झुल्केको तपाईँ हेर्नुहुन्छ होइन उता के भन्छ देउमाई नगरपालिकामा पानीटार भन्ने चियाबारी छ त्यो हेर्नु भयो भने त्यो कसरी कस्तो खालको त्यो हुन्छ होला होइन तल अब गजरमुखीको त्यो साइडतिरकोहरू लगायत थुप्रै ठाउँहरू इलाममा चाहिँ छ भनौँ न नाम चलेको ठाउँहरू पनि अब कतिपय बन्ने क्रममा भएका ठाउँहरू पनि छन् तर समग्रमा भन्दाखेरि इलामको माटो इलामको यहाँको प्रकृति होइन अब यहाँको रुख बिरुवाहरू यहाँको चाहिँ भनौँ न क्लाइमेट होइन त्यो चाहिँ एक खालको अद्भुत छ क्या होइन त्यो छ अब कृषिमा कि इलाम भनेको अब अब्बल छ होइन 5वटा को चाहिँ छ नि त होइन 5वटा भन्ने थाहा छ अर्जुनलाई थाहा छ के हो भन्नु भाइ अनि अलैँची अनि कतिवटा भयो चाँडा अम्लिसो अम्लिसो भनेकै छैन सुर्ती अम्लिसो ओलन अदुवा अलैँची त्यस पछाडि अकबारे हो र भनेपछि 5वटा अले फेमस छ इलाम होइन अब इलाममा साहित्यकारहरूको सङ्ख्या ठुलो छ होइन गायकहरूको सङ्ख्या ठुलो छ इलाममा इलामले जन्माएका मान्छेहरू क्या भरे घरमा नि खैरुल भाइ अब हामी त इलाम के हो हाम्रो त अब पैतृक पुरानो हाम्रो इलामै हो होइन अब पछि हामी तल झाँक्रो जन्मे पनि तराईमा जन्मे पनि हाम्रो चाहिँ अब इलाम नै हो सबैलाई फेरि पनि नमस्कार छ साथीहरू आज चाहिँ हामी झापा टु कन्यम टु पशुपति नगर गएको थियौँ र आज हामी अहिले फर्किने क्रममा अहिले कन्यममा छौँ त्यो भ्यू पोइन्टमा छौँ र यहाँ एकदम व्यस्त माहौल छ एकदम रमाइलो छ हामी यहाँ देख्न सक्छौँ एकदम भिडभाड छ साथी आज फ्रेस मोडमा